वेलकम आजको यस बेटर स्कुल भिडियोमा हामी नयाँ इभेन्ट कसरी एड गरिन्छ क्यालेन्डरमा त्यो हेर्न गइरहेको छौँ। सो एक्जाम्स एन्ड स्केड्युल्सको अन्डर क्यालेन्डरमा थिच्नुहोस्। क्यालेन्डरभित्र तपाईँले यो मेन्यु देख्नुहुन्छ जहाँ चाहिँ इभेन्ट्सहरू एड गर्न सक्नुहुन्छ। सो कुनै पनि दिनमा इभेन्ट एड गर्नु छ भने त्यो डेमा क्लिक गर्दाखेरि ओर माथि एड इभेन्ट लेखेर आफ्नै डे स्पेसिफाई गर्न मिल्छ। सो फिफ्थमा मैले क्लिक गरेँ। यो इभेन्टलाई सपोज मैले जनै पूर्णिमा भनेर लेखेँ एन्ड यो इभेन्टको टाइप हो cultural event and this event will be marked as a holiday. यसको नेपाली टाइटल पनि यहाँबाट दिन सक्नुहुन्छ। इफ यो मल्टी डे इभेन्ट हो सो थ्रु आउट द विक हुन्छ भने त्यो स्टार्ट डेट र एन्ड डेट पनि स्पेसिफाई गर्न मिल्छ। यो इभेन्टको लागि कुन कुन क्लासेसलाई अप्लाई गर्ने हो भनेर सबै क्लासेसहरू यहाँबाट सेलेक्ट गर्नुहोस्। जुन जुन क्लास सेलेक्ट भएको छ त्यो क्लासको स्टुडेन्ट्सहरूको बेटर स्कुल एपमा पनि यो इभेन्ट देखाउँछ। त्यसपछि सिम्पली क्रिएट इभेन्ट थिचेपछि यो इभेन्ट क्रिएट हुन्छ अनि तपाईँको क्यालेन्डरमा नि यसरी देखाउँछ प्लस साइडको इभेन्ट्स मेन्युमा पनि यो इभेन्ट अपडेट भइसक्छ।